अनि अहिले चाहिँ हामीहरू है कस्तो राम्रो दिएको क्या त्यो पर बादलहरू पशुपति जाँदैछौँ। पुर्खा नभेटेको धेरै भयो, 1 वर्षभन्दा धेरै भयो नि, 2 वर्ष हुन आँट्यो होला हौ नि, 2 वर्ष हुन आँट्यो। त्यही भएर आज चाहिँ पुर्खाहरूको याद आएर पुर्खा भेट्न जाँदै गरेको। अलि मौसम चाहिँ कुल छ, शीतल शीतल छ। पानी अघि अलिअलि परेको थियो अनि रह्यो होइन, त्यही भएर जान आँटेको साथीहरू। अबबाट कोटेश्वरदेखि यहाँ 3 कुने बाटो छुट्छ है साथीहरू। अब यो चाहिँ सिनम मङ्गल है साथीहरू। टिङ सिनम मङ्गल आइपुग्यो भनेर विज्ञापन दिन्छ क्या। यो महानगर यातायात ठुल्ठुलो गाडीहरूले काठमाडौँमा चाहिँ होइन, अरूतिर पनि दिन्छ नि है, विराटनगरतिर होइन ठुल्ठुलो दिन्छ। त्यसरी चाहिँ अब यो महानगर ठुलो गाडीहरूले त्यसरी टिङ यो ठाउँमा आइपुग्यो भन्छ, त्यस्तरी मैले टिङ यो ठाउँमा आइपुग्यो भने गएँ साथीहरू। अब एकपल्ट आइपुग्नु है, कस्तो राम्रो देख्यो क्या। गौशाला हो, टिङ गर्दै गौशाला एरिया साथीहरू। ट्राफिक अनि सरहरू त धेरै बस्नु भएको छ त आजकल त। आज त अब हामी चाहिँ यहाँदेखि बाटो छुट्छौँ, प्रवेश गर्छौँ। त्यहाँबाट प्रस्थान गरेर यो गेट त कहिले पनि म खोलेको देख्दिनँ। निःशुल्क भन्न छोडेर बित्था गऱ्यो। ल अब 2 पाङ्ग्रे वाहनलाई यता राख्नु पर्यो होइन। 10 रुपियाँ अरे। जङ्गलमा मङ्गल गर्दै हेर न, सेलरोटी मात्तिएको रहेछ नि जा मङ्कीहरू। सेलरोटी कति धेरै यहाँनिर दिइराखेको छ होइन, खाएको छैन। यतातिर त दिनमा 4-5 घन्टा नडुली त निन्द्रा नलाग्ने थियो जमाना। यो छुच्चीले होला पहिलाकै छुच्ची होला हौ। ओइ बुहारी पो लाउँछ त, आउँछ कि भन्दै नि। हेर्छ त क्या रिस उठ्यो। ओइ तर मजाना दिनमा अहिले ल आइज। जला खतले जस्तो गर न, आइहाल्छ। डर लाग्दै त हो नि। उसालाई अस्ति टोकेछ भन्नु त हाँस छुटेर मरिगयो नि। तिमीहरूलाई नभए त तिमीहरू टोकिहाल्छु। आइहाल्यो नि, खस्याएको मात्रै गर्नुपर्छ, आइहाल्छ नि। पर सबै गयो नि, उताकोले के दियो पनि लस्कर लागेर गयो। देखेको खाने हो त कहाँ अर्को ट्विन्स रहेछ त्यसको, हेर न। ओए उता जा, मेरो छेउमा त नचढ। म बोक्छु खै, म बोक्छु। ट्विन्स रहेछ त्यसको पेट।
पाइँदैन किन होला गरेको तिमी गर न उता माथि যায় यता छैन नि मसँग फेरि किन होला मन पर्यो ज्याङ अलग अलग परे जस्तो गरे त्यही भएर वल्लोपट्टि पल्लोपट्टि हेर्दै गराउँदैछ कति न सेयर जतिकै पो गराउँछ हुँ गरेर के डर लाग्यो माथि चढ्नु माथि चढ्नु डर लाग्यो पहिलाको हात भाँचिएको रहेछ ओए ऊ त्योसँग डराएको रहेछ ल हेर यो किन साँडे भएको यो दिउँ त्यो अर्को ड्यानको रहेछ हेर न त्यो हेर न दामी इङ्ग्लिस पो भन्यो अनि अस्ति बिनाले पो अनि वाट इज यर नेम भन्यो भने चाहिँ के भन्नु भनेर सावित्राले भन्यो होइन बाई द वे माई नेम इज एलिजाबेथ भनेर सुटेर अनि बाई द वे पनि भन्छ भन्दै भन्छ अर्को त फेरि यो चाहिँ अलिक रोगी रहेछ हिरो पल्टिरहेछ त्यो चाहिँ हेर न त मारिहाल्यो नि ला मुचिन्जल बनायो देऊ त तिमीहरू कामै रहन्छ मसलको त केही छैन बल्ल यिनीहरू आनन्दले खाँदैछ फेरि आयो त्यो बचाएर न डरले ज्यान जोगाउनलाई भुइँमा टाँसेको बाटो यार औ मै माया गरेको हेर त त्यहाँ त्यो ट्विन्सको आमा हेर न त्यहाँनिर कति हिरोमा पल्टिरहेछ एउटा चाहिँ झुन्डेर खानु पनि छोडेको छैन ल हेर झुन्डिरहेछ खाइरहेछ खोइ त्यो चाहिँ एक्लै हप्काइराखेको छ भने युनिटी अफ मङ्की आफ्नो आफ्नो युनिटी डाकेको होला क्या क्या मजा आएको होला त्यसलाई ढाँडमा चढ्न पिन्टुरी हेर न त्यहाँ पिन्टुरी पिन्टुरी चाहिँ कस्तो तन्की तन्की हेर्छ क्या पुर्खाले दाना पानी
चढा है माथि न छुच्चा छुच्चीहरू एक अर्काले धपाएर केही छैन गौशाला है साथीहरू पछाडि मन्दिरहरू गौशाला भन्दैन हौ यसलाई गौशाला त तर रोडदेखि पारिपट्टि मात्रै हो होइन त्यसो नि मृगस्थलको यतापट्टि अर्कोपट्टि छ मृगस्थल नि